सबैजनालाई आजको हाम्रो टपिक चाहिँ नि पम्प सम्बन्धी छ र पम्प भन्ने बित्तिकै यो पम्प चाहिँ नि इम्पोर्टेन्ट हाम्रो यो इलेक्ट्रिकल मेकानिकल पढ्यो भने या त हाम्रो सिभिल पढ्यो भने पम्प चाहिँ नि इम्पोर्टेन्ट पार्ट आउँछ। र पम्प किन इम्पोर्टेन्ट छ भन्दाखेरि अब जस्तै हजुरले नर्मल्ली वाटरलाई ट्रान्सफरमा चाहिँ नि युज हुन्छ हो, वाटर ट्रान्सफर गर्न वान प्लेस टु एनदर, एउटा ठाउँबाट अर्को ठाउँमा चाहिँ नि वाटरलाई ट्रान्सफर गर्न, पानीलाई या लिक्विड जुन पनि छ त्यसलाई चाहिँ नि यहाँ वाटर मात्र भएछ, यहाँ अरू लिक्विड पनि हुनसक्छ है। नर्मल्ली हामीले गर्ने भनेको वाटरलाई ट्रेनिङ गर्छौँ, तर इन्डस्ट्रियल केसमा चाहिँ नि अरू इन्डस्ट्रियल सेटिङमा कुलेन्टहरू हुनसक्छ हो, र अरू जस्तै कुलेन्टहरू हुनसक्छ, लुब्रिकेन्ट हुनसक्छ हो। यसलाई ट्रान्सफर गर्न चाहिँ हाम्रो पम्प युज हुन्छ। र पम्पको काम के हो भन्दाखेरि चाहिँ नि जुन मेकानिकल इनर्जी हुन्छ नि, मेकानिकल इनर्जी यो चाहिँ नि कहाँबाट हुन्छ भन्दा इम्पेलरबाट पाउने। इम्पेलर भनेको के हो भन्नु होला, इम्पेलर भन्ने बित्तिकै पङ्खा, जस्तै यो पम्प मान्नुभयो। टर्बाइनको ठ्याक्कै अपोजिट पम्प हुन्छ है, त्यो चाहिँ याद गर्न। इम्पेलर यसलाई चाहिँ नि इम्पेलर भयो। यो हामीहरूको सेन्ट्रिफ्युगल पम्पको इक्जाम्पल भयो। र यो बाहिरको केसिङ, यो इनलेट भयो, यो आउटलेट भयो। यसरी चाहिँ नि हुन्छ। र अब मेकानिकल इनर्जीलाई चाहिँ नि यसलाई केमा कन्भर्ट गर्छ, लिक्विड भन्ने बित्तिकै हाइड्रोलिक हो, हाइड्रोलिक इनर्जीमा कन्भर्ट गर्ने काम चाहिँ कसको हो भन्दाखेरि पम्पको हो। कुन हाम्रो जुन मेकानिकल फर्ममा थियो, यो मेकानिकल आउने भनेको मोटरबाट, मोटर चलाउने इलेक्ट्रिसिटीले, भन्नुको मतलब पहिला इलेक्ट्रिसिटीबाट भयो इलेक्ट्रिकल इनर्जी हो, त्यसपछि मेकानिकल इनर्जी, इलेक्ट्रिकल भनेको मोटरलाई मेकानिकल इनर्जीमा कन्भर्ट गर्यो र मेकानिकल इनर्जी चाहिँ नि पम्पले हाइड्रोलिक इनर्जीमा चाहिँ नि कम गर्यो हो। यति नै हो। र अब लेख्दाखेरि जस्तै अब यति आफूले आउनु र लेख्नुमा फरक पर्छ, मेन त अब लेख्ने कुरा हो। अब पम्प सोध्यो भने लास्ट इयर जस्तै यहाँनिरको 5औं तहकोमा के सोधेको थियो भनेको पम्प भनेको के हो र पम्पलाई चाहिँ नि पम्पको सेलेक्सन। जस्तै म एउटा उदाहरण दिन्छु। हजुर एउटा सिमेन्ट फ्याक्ट्रीमा काम गर्नुभयो, सिमेन्ट फ्याक्ट्रीमा काम गर्नुभयो है। अब त्यो सिमेन्ट फ्याक्ट्रीको मेसिनहरू त हुन्छन्, मानौँ यो मेसिन हो कुनै हो, यो मेसिनले त हिट त अब रन मुभिङ पार्ट हुन्छ कुनै पनि मेसिनको। त्यो मुभिङ पार्ट हुने बित्तिकै त्यसले त हिट जेनेरेट गर्छ हो। अब हिट जेनेरेट गरेको यो हिटलाई त ट्रान्सफर त गरेर चाहिँ नि कुल त गनाउनु पर्छ, नत्र त यसले मेकानिकल फेलियरहरू ल्याउँछ। र त्यो हिटलाई चाहिँ नि कुनले युज गरिन्छ, कुलेन्ट युज गरिन्छ। र त्यो कुलेन्टको एमाउन्ट चाहिँ नि लार्ज हुन्छ होइन। अब लार्ज हुन्छ, यसलाई ट्रान्सफर गर्न युज कसले गर्नु पर्यो, पम्पले गर्नु पर्यो हो, पम्पले गर्नु पर्यो र त्यो पम्प चाहिँ नि सेलेक्सन। जस्तै मानौँ हिट चाहिँ कन्स्टेन्टली जेनेरेट भयो, कन्स्टेन्ट
या त रेगुलरली जेनेरेट भछ र हामीले के गर्नु पर्यो यसलाई रेगुलरली पम्प गर्नु पर्यो। मानौँ त्यो रेगुलरली किन गर्नु पर्यो भन्दा समरको केस छ, समरमा त अब बाहिरको वेदरले नि मेसिनलाई त इफेक्ट गर्छ हो। अब त्यस्तो केसमा जस्तै मानौँ कन्स्टेन्ट या त रेगुलर चाहिँ नि इन्टरभलमा पम्प गर्न छ भने यस्तोमा त हामीहरू रेसिप्रोकेटिङ या रेसिप्रोकेटिङ भन्ने नि भयो र यसलाई अर्को नाम हामीले के दिन्छौँ पोजिटिभ डिस्प्लेसमेन्ट पम्प। यसलाई पोजिटिभ डिस्प्लेसमेन्ट पम्प यो दुईटा हुन्छ हो। अब यो पोजिटिभ डिस्प्लेसमेन्ट भन्नको मतलब कुनै पनि पम्पले अघि हामीले दिएको डाइनामिक पम्पको डाइनामिक भन्ने बित्तिकै डाइनामिक भनेको के हुन्छ सधैँभरि होइन सदाबहार। यो हाम्रो रेसिप्रोकेटिङ पम्पको उदाहरण हो है। यो मानौँ यो भल्भ भयो हो, यो अर्को यो भल्भ भयो हो। यसको अर्को कलर चुज गरौँ। मानौँ मैले यो चेन्ज गरेँ होइन, यहाँबाट वाटर अहिले केस मात्र लाग्छ है। यो चाहिँ नि पिस्टन भयो हो। यताबाट यो के गर्छ भन्दाखेरि यो एकपटक चाहिँ नि वाटर जान्छ, अलिकति छिनलाई बच्छ हो। यो मुभ भएर यतासम्म जान्छ हो, यो मुभ भएर यतासम्म जान्छ र त्यतिखेर यो भल्भ बन्द हुन्छ क्या। इनलेट जुन भल्भ हुन्छ नि त्यो बन्द हुन्छ र त्यति बेरसम्मका लागि त यता त पानी जाने कुरा भयो भएन नि। त्यही भएर कुनै पनि पम्पले कन्स्टेन्ट एमाउन्ट पर स्ट्रोक भन्ने बित्तिकै बेला बेला जस्तै एउटा टाइम पिरियडमा के यसलाई पर स्ट्रोक भन्ने नि भयो या त टाइम भयो। कुनै टाइम चाहिँ नि फिक्स टाइम मानौँ मैले 5 सेकेन्डको लागि भनौँ 50 लिटर चाहिँ गर्छ ट्रान्सफर गर्छ भने त्यस्तोलाई चाहिँ पोजिटिभ भनिन्छ हो। र अर्को पम्पको ध्यान दिनुपर्ने जस्तै इन्टरभ्यूमा सोध्ने क्वेसन के हो भन्दाखेरि चाहिँ नि पम्पको लो प्रेसर कहाँ हुन्छ भनेर सोध्छ कि कहिलेकाहीँ। लो प्रेसर कहाँ हुन्छ भन्दाखेरि पम्पको लो प्रेसर जहिले पनि हामीहरूको इनलेटमा हुन्छ भने आउटलेटमा के हुन्छ हाई प्रेसर हुन्छ हो। यो चाहिँ नि जान्नुपर्छ। र अब जस्तै अब म हजुरलाई यो पम्पलाई कसरी क्लासिफाई गरिन्छ भन्ने गर्छु। पम्पलाई मेन चाहिँ नि दुई टाइपमा गरिन्छ। एउटा पोजिटिभ डिस्प्लेसमेन्ट पम्प, अर्को भनेको डाइनामिक पम्प। यो डाइनामिक पम्प भित्र हाम्रो सेन्ट्रिफुगल पम्प आउँछ र अर्को भनेको पोजिटिभ डिस्प्लेसमेन्ट
पम्पभित्र चाहिँ नि हामीहरूको रेसिप्रोकेटिङ पम्प आउँछ। अब पहिलाकोमा सिलेक्सन सोधिसक्यो, कसरी पम्पलाई सिलेक्सन सोधिसक्यो। अब यो चोटि आउन सक्ने यहाँबाट क्वेसन दोहोऱ्याएर त आउँदैन पक्कै पनि, तर कहिलेकाहीँ दोहोऱ्याउने नि गर्छ। यसबाट अगर सोधिहाल्यो भने पम्पबाट यसको चाहिँ नि डिफ्रेन्स सोध्छ। जस्तै डाइरेक्टली सोध्दैन, जस्तै कसरी सोध्छ भन्दाखेरि सोध्न सक्छ पोजिटिभ डिस्प्लेसमेन्ट पम्प भर्सेस डाइनामिक पम्प के हो। यसैलाई अर्को अर्थमा लेख्न पर्यो भने रेसिप्रोकेटिङ पम्प भर्सेस सेन्ट्रिफुगल पम्प। र हामीहरूलाई यो पम्प पढ्दाखेरि यो दुईटा टाइपको रेसिप्रोकेटिङ पम्प र सेन्ट्रिफुगल पम्पको इन्डिभिजुअल रूपमा पढ्नु नि पर्छ र यसको डिफ्रेन्स पनि याद गर्नुपर्छ है। यति चाहिँ नि जान्नै पर्ने कुरा हो। यसमा पढ्नुभयो भने यो सातौँ चाहिँ यो भनेको 7th लेभललाई पनि इम्पोर्टेन्ट हो, यो 5th लेभललाई पनि इम्पोर्टेन्ट हो। र यानिएमा अब यानिएमा त झन् वाटरमा काम गर्ने भएकोले, पानीमा काम गर्ने भएकोले यो त झन् पढ्नु पर्ने हुन्छ।